अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ। केही दिनदेखि उनको विवाहको चर्चा चलिरहेको थियो। उनले निकट फिल्मकर्मी र सञ्चारकर्मीलाई पनि विवाहको निम्तो बाँडिरहेकी छिन्। उनको विवाह युद्ध बानियासँग हुने बताइएको छ, जो पेसाले व्यवसाय हुन्। यी दुईजना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मिडिया विवरणहरूमा जनाइएको छ। आकर्षक डिजाइनको निम्तो पत्रमा लेखिएको छ, तपाईलाई युद्ध र पूजाको विवाह समारोहमा हार्दिक स्वागत छ। पत्रमा दुवैजनाको फोटो पनि राखिएको छ। निम्तो पत्र अनुसार यी दुईजनाको विवाह 20 मङ्सिरको शनिबार भक्तपुरको एक रिसोर्टमा हुने उल्लेख छ। पूजाले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सधैँको लागि तयार रहेको क्याप्सन लेखेकी थिइन्। पूजाको फिल्म करियरले आउँदो साता ठिक 13 वर्ष टेक्दैछ। उनको डेब्यू फिल्म थ्री लभर्स 7 डिसेम्बर 2012 मा रिलिज भएको थियो। रामायणसम्म आइपुग्दा उनले 17 फिल्ममा काम गरेकी छन्। आकर्षक डिजाइनको निम्तो पत्रमा लेखिएको छ, तपाईलाई युद्ध र पूजाको विवाह समारोहमा हार्दिक स्वागत छ। पत्रमा दुवैजनाको फोटो पनि राखिएको छ। निम्तो पत्र अनुसार यी दुईजनाको विवाह 20 मङ्सिरको शनिबार भक्तपुरको एक रिसोर्टमा हुने उल्लेख छ। पूजाले मंगलबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सधैँको लागि तयार रहेको क्याप्सन लेखेकी थिइन्।